छौँ यता मेरो यो पुरानो यो के भन्छ यो फोरै फोर देखिन्छ मेरो घर तिम्रो यति हो म काँधमा बोकेर लान्छु यसरी यस्तरी जानु पर्यो कति केजी रहेछ केटा 3 केजी रहेछ मात्रै ल ल खाऊ मलाई मात्रै लानु हुँदैन मासु ल जम्मा यहाँनिर यो 5वटा छ यस्तो र यो चाहिँ यो एकदम दामी लाग्यो मलाई है हाम्रो दिपेश दाईलाई धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच दिपेश दाई फेरि पनि स्वागत छ मेरो नयाँ भिडियोमा आज चाहिँ कसरी मोडे भिडियो भ्लग गर्न थालेको है अब चाहिँ पुरै जोसिरहेको छु म पनि भ्लग अति भर्न हालेको त्यही भएर क्या अब चाहिँ यो गोलर देख्को छ ठेलेको छ अब उठ्यो होइन उठेर अब चियासिया खानुपर्ने हुन्छ अनि चियासिया खाएर चाहिँ अनि आज मेरो कामहरू छ अलिअलि के काम छ हेर्नु होला हजुर हुन्छ माया मिमी जाडै छ गाउँतिर लहै ल मिमी लहै हल्का भेटिनु छुटिनु यस्तो छ हाम्रो गाउँतिरको वेदर चाहिँ अहिले हल्का चिसो छ त्यस्तो जाडो भएको छैन के अरे त्यस्तो गर्मी भएको छैन मेरो फुलको मुनाहरू पुरै यस्तो मजाले पलाउँदैछ रहेछ यो उको के अरे मनी प्लान्टको मुनाहरू पलाउँदैछ मजाले यस्तो मजाले बुम भएपछि यस्तो दामी हुन्छ नि यो दामी हुन्छ यहाँ पनि मजाले अस्ति भर्खरै पटिङ गरेको मैले यिनीहरू यस्तो राम्रो भइरहेछ सबै त्यस्तै छ कफी छैन मिमी कफी खानुपर्ने हुन्छ होइन टक्क लगाएर अनि कता छ मिमी ऊ चाहिँ कोदो चाहिँ यति छ कति केजी छ 5 केजी जति छ मिलमा जानुपर्ने छ म चाहिँ टक्क भोलि मिमी जाँदै हुनुहुन्छ तराई मिमीले पिठो लिएर जानुहुन्छ कोदोको अनि पिसाएर ल्याइदिनु पर्ने छ मैले हिँड्दै जान्छु बिहानै बाइक लादिनँ मर्निङ वाक हुन्छ मिमी मर्निङ वाक मिमी बियर खाने कपमा लागिदिँदै हुन्छ अब जानुपर्ने हुन्छ म चाहिँ मिलतिर होइन मिमी खोइ कता छ अलिसेर यहाँनिर मिलको लागि पैसा अँधेरो छ म झिकेर लान्छु 100 भए त हुन्छ होला 100 पनि लाग्दैन तै पनि होइन यति बोकिराख्नु पर्ने हुन्छ जो बन हाम्रो 1 बजी खुलेको सम्झ मायामा हृदयको माया मेरो 1 बजी सुम्पेको सम्झना सुम्पेको तिम्रो यति हो म काँधमा बोकेर लान्छु यसरी यस्तरी जानु पर्यो अलिकति त रहेछ सुम्पेको तिम्रो त्यो माया मेरो स्पाइडर प्लान्टहरू कस्तो दामी भइरहेछ ब्रुस्टेल भन्दो रहेछ यसलाई चाहिँ ब्रस्टेल कि ब्रुस्टेल हो यो ब्रुस्टेल यो के हो यो जस मैले कलेक्सन धेरै गरिसकेको छु घरमा प्लान्टहरू यो स्पाइडर प्लान्टै हो त्यता छन् त्यही हो अब मिलमा हिँडियो होइन बिहानै मर्निङ वाक प्लस अनि यो कोदो पिसाउने काम हुन्छ मेरो
खाना नाना भाइ हो को के ए के को भाइ हुन्छ हौ मलाई भनेको भाइ भनेर हावा कुरा नगर है हावा कुरा चाहिँ बन्द गरिदिनु ल दाजु त नि म अर्को छु नि तिमी भन्दा कहिले सकेको प्रकाशले यो बनाएर ल्याउ ल्याउ म देखाउँदिनँ तिमीलाई बस्नु दाइ खानु अस्ति हाम्रो चाहिँ उहाँको बिग फ्यान अरे दाइ हाम्रो चेमले पनि कुरा गरिरहनुहुन्छ के को चेम भनेको सनम के अनि ब्लगतिर हेर्छु सहिले म तिम्रो घरमा आएर खाएको रहेछ भातहरू भन्दै हुनुहुन्छ हाम्रो चेमले अनि पवन दाइको बुढीले के ल फाइनली म चाहिँ मिलमा है मिलमा हाम्रो यहाँ लम्बे छ यहाँ धान के अरे उक्साउने चाहिँ कति छ तेरो हाइट यार उकालो हेर्नुपर्छ तँलाई यहाँ कोदो ल्याएको छ अलिकति धोका चाहिँ बबाल बनाएको छ यसले टक्क लगाएर होइन कति केजी रहेछ केटा 3 केजी रहेछ मात्रै ए है यो त लन्ठा भइहाल्यो नि 3 केजी बोकेर खुलुखुर कुदिएछ कमेडी भयो कमेडी कता हरि दाजु कता हिँड्नुभयो किन जानुभएको थियो कसकोमा किन जानुभएको थियो किन जानुभएको ए पाल लिएर तपाईँको हो रागो केलाई रागो ए ल ल ल पानी नआएर यसपालि समस्या भयो मल बोक्ने डोको भर्खर बुन्दै हुँदो रहेछ अनि पानी झट्टै परिहालेको भए त अनि गाह्रो हुन्थेछ नि त मकै छर्नु ढिलो भइसक्यो गाउँघरतिर पानी परेको छैन यसपालि कृषकहरूलाई एकदम खत्तम भइरहेको छ सिजनमा खेती लाउन नपाएर यस्तो छ अवस्था हाम्रो गाउँघरै हजुरहरू यो चाहिँ हाम्रो गाउँघर हाम्रो यो दाइले पनि घर बनाइसकेको छ होइन हजुर ए कुन रहेछ यहाँ गाइज उही एउटा मात्रै छ त्यहाँ त नि बच्चा जन्माइरहन्छ नि यिनीहरूले है दाजु धेरै छिटो जन्माउँदो रहेछ कि यिनीहरूले बच्चा है ए बिहाका दिन लागिहाल्ने ए त्यस्तो हो कता छ एउटा चाहिँ एउटा यहाँ रहेछ ए मात्र भएछ अब के गर्ने अब 100 रुपियाँ छ 10 रुपियाँ कटाएर ले कति लन्डै छ यो 9 रुपियाँको कति यो कुटाएर कहिले पैसा कमाउनु गएको थिएँ मिलवालालाई पनि टुई रहेछ पुरै गाउँभरि पुरा सुक्खा लागिरहेछ यार प्रकाश कताको कान्छा प्रकाश कताको के गर्दैछ ए सुतिरहेछ त्यो हाँसु बच्चाको लागि त दिँदा मलाई हो बिग्रियो सनै पनि बिग्रियो हाँसेर हो कस्तो अर्किड क्या मजाले फुलिरहेको थियो तलतिर कस्तो दामी फुलिरहेको थियो अहिले अर्किडको फुल्ने सिजन छ नि त गाउँतिर त्यही भएर अर्किड मजाले फुलिरहेको थियो
पुरै न्याउली चराहरू पुरै कराइरहेको छ गाउँतिर। मलाई जस्तै रहेछ त नि घरमा यहाँ खरा रहेछ, खरालाई घाँस दिउँ है गाइज। भक्कु रहेछ नि त खरा नि, घाँस त थुप्रो रहेछ है। यो त अनि खोइ बङ्गै साबु निस्किन्छ के हो त्यो त। ल ल खाऊ मजाले कम होइन पर्दैन हजुर देखिरहेको छ। 1 2 3 4 5 6 7 वटा पो रहेछ त। डाँगो खोइ डाँगो ए तपाईँहरूको हो त्यो बच्चा पाकै गर्दैछ यिनीहरूले त। अहिले चाहिँ ब्याउने छैन यो बच्चा चाहिँ कति दिनको भयो दिदी आन्टी? क्या माया लाग्दो छ नि यो खाने, यसको मासु खाने। मलाई त माया लाग्दो देख्छ म त। यो घरबाट पनि निस्केँ म। घरै पछि डुल्दै गाउँघरमा यस्तो कस्तो रमाइलो हुन्छ क्या। यस्तै एउटा घरमा गयो गफ गऱ्यो होइन, चिया खायो, अर्को घरमा गयो गफ गऱ्यो चिया खायो, काइदा हुन्छ रमाइलो क्या। गाउँको यस्तै त हो नि रमाइलो होइन। जाँड पानी चिया के हुन्छ। आउनु बस्नु खाउँ भन्नुहुन्छ, खाँदा भुँडी नै ढुस्स हुन्छ क्या, त्यस्तो हुन्छ। अब चाहिँ कति बजिसक्यो हो। मिमीले घरमा भात पकाउँदै हुनुहुन्छ होला, मम्मी चाहिँ घरमा हुनुहुन्न, कता जानुभयो। घाम निस्किसक्यो माथि। अब घरमा गएर के गर्छु म, केही पनि गर्दिनँ। फाइनली यो घर पनि भ्याइयो होइन निस्किनुलाई। भ्याउँदै कति रमाइलो छ मलाई। अरे पछि डुल्दै फाइनली हाम्रो टोल आइपुगेको अवस्था होइन। हाम्रो टोल चाहिँ यस्तै छ। आज धेरै गाउँ डुलियो, घरमा निस्कियो, रमाइलो भयो। जस मान्छेहरूसँग भेटेर कुरा गर्नु एकदम रमाइलो हुन्छ क्या, रमाइलो लाग्छ मलाई भनौँ न होइन। टक्क गयो हालखबर सोध्यो। के भयो यसलाई, के भयो भलकले मारो काब्रे खायो। चिची पुरा भारी बोकेर आइरहेको छु म। मन हाम्रो 1 बजी टेक्नोलोजिया फुलेको सम्झ मायामा हृदयको। आज के हो मलाई बिहानदेखि गीत आएकै छ मुखमा, के भएको हो। अघि बिहान टिकटक लाग्थ्यो क्या गीतमा, त्यही भएर पनि होला पुरानो गीतमा। मिमी आमाम ठिक त 9 रुपियाँको रहेछ यो। 9 रुपियाँको हट अरे के भन्छ के अरे, खानुको भन्दा चुट्नुको लन्ठा भने जस्तो। क्रिम लिएर मिबु मम्मी कहाँ जानुभएको रे? 9 रुपियाँको पिठो बोकेर पिसेर ल्यायो। के भन्नु र हो तिम्रो मिमीको आज माथि तरकारी पकाइसक्नु भएछ मिमीले। त्यहाँनिर अनि यहाँनिर दाल मिमीले झान्नु लाग्नु भएको छ।
कति बजे हो अब खाना खानुपर्ने हुन्छ हामी छौँ यता मेरो यो पुरानो यो के भन्छ यो 4 देखिन्छ मेरो घर यो पुरै है केही छैन व्यवस्थापन म्यानेजमेन्ट अनि मैले टिकटकमा धेरै लगाइरहेको हुन्छु यो मेरो घर हाम्रो यो चुल्हा घर किचन घर अब यसलाई चाहिँ फेरि अब अर्को बनाऊँ भनेको मिमी तलतिर भत्काएर कहिले हो पैसा कमाएर यसलाई चाहिँ आगो नै बनाउँछु कि मिमी यो भर भएको ठाउँमा चाहिँ अनि तलतिर यो हुन्छ नि उँधोपट्टिबाट उठाएर चाहिँ अनि यहाँ चाहिँ आगन बनाउने क्या यहाँ चाहिँ उँधो तल्लो गराबाट उठाएर बनाउने बनाऊँ भनेको कहिले हो पैसा कमाउनु यो घर पनि मैले बनाएको है बाहिर दबाई उता बाहिरको सबै मेरै खर्च छ लगानी छ परिश्रम छ कता हिँडिस् अब हाम्रो खाना खाने बेला भयो हजुर ऊ पासाङ होला पुछै चिकेन हिजो पनि चिकेन आज पनि चिकेन ल हात धोएर आउँछु म टक्क लगाएर खोइ त तपाईँले नखाने मैले मात्रै लानु हुँदैन मासु त बिरालो है ल ल पछाडि जा पछाडि हेरौँ त्यहाँ आफ्नो पानी नरहेकन आफूलाई खुसी गर्नु नपाइन्छ अर्ग्यानिक लोकल गाइस अहिले चाहिँ म ठ्याक्कै छु भोपाल चोक भन्ने ठाउँमा यो डुम्रे र यो दुबेकोल हाम्रो यसरी जाने बाटो यो चाहिँ हाम्रो उतापट्टि चाहिँ हाम्रो घर पर्छ अनि खासमा चाहिँ मैले भिडियो बनाउन भ्लग गर्न बिर्सेछु क्या अब मेरो चाहिँ खासमा आज चाहिँ अस्ति मैले काठमाडौँ हुँदाखेरि किनिराखेको थिएँ म 4-5वटा त्यो गमलाहरू पटहरू त्यो ल्याउनै बिर्सेको थिएँ क्या अनि त्यो अरुण राई भ्लग भन्ने चिन्नुहुन्छ होला त्यो भाइले आज अनि ल्याउनु लाएर अनि आज ल्याउँदैछ अनि त्यो रिसिभ गर्न आइरहेको छु म चाहिँ यहाँ अनि मेरो एउटा जुत्ता पनि आउँदैछ मेरो दाइले चाहिँ अस्ट्रेलियाबाट पठाउनु भएको छ अनि जुत्ता पनि आउँदैछ अनि त्यो गमला पनि आउँदैछ अनि आज अघि घरबाटै मैले सोचिरहेको थिएँ घरमैबाटै हिँडेको भ्लग बनाउँछु भनेर तर बिर्सेछु क्या अब भ्लगहरू त्यति आजकल बनाउने बानी छैन नि त अहिले चाहिँ म रेगुलर हाल्नु खोज्दैछु त्यो भएर अनि यहाँ चाहिँ आइरहेको छु गाडी कुर्छु अब कति बेला आइपुग्छ फोन गर्छु एकपल्ट अनि टक्क अनि मेरो त्यो गमलाहरू कस्तो छ होइन अनि सुज कस्तो छ तपाईँहरूलाई देखाउँछु हेर्दै गर्नु होला है त म अब अहिले चाहिँ यहाँ पुरा घाम पनि लागिरहेको छ मजाले है अनि गर्मी पनि छ यो ठाउँमा होइन अनि त्यही भएर चाहिँ अनि अब एकछिन शीतल खाँदै बस्छु हेर्दै गर्नु होला है त अहिले मेरो चाहिँ सामानहरू रिसिभ भइसकेको छ होइन अब चाहिँ म यो अब्बर धुलो छ क्या अब्बर धुलो छ यार यो बाटै आम्मामा यो हेर न यो यस्तो यो यिनीहरूमा लाग्यो भने पनि अति धेरै यस्तो कपडा नै धुलो लाग्ने रहेछ क्या अनि अहिले चाहिँ म यहाँ अनबक्सिङ गर्दिनँ घरमै पुगेपछि अनबक्सिङ गर्छु तपाईँहरूलाई देखाउँछु हेर्दै गर्नु होला अब चाहिँ म चट्ट निस्किनु पर्ने हुन्छ हेलमेट आम्मा हेलमेट पनि यस्तो धुलो हुन्छ यार आम्मा धुलो त यार अति धेरै अनि यहाँ छ पहिला यो गमला छ है अस्ति मैले किनेको मैले भनिहालेँ छोडेको छ मैले यस्तो खालको गमला छ 5वटा छ जम्मा यो प्लेट भइहाल्यो होइन गमला राख्ने प्लेट अनि गमला यहाँनिर यो 5वटा छ यस्तो यो प्लास्टिक हो तर एकदम राम्रो खालको छ क्या यो हेर्नु नै अलिक राम्रो छ क्या प्लास्टिकको भए पनि यसको सेपहरू राम्रो छ क्या यो अन्त यो 5वटा छ यो होइन अनि जुत्ता अनि यो छ यो चाहिँ यस्तो यो चाहिँ कस्तो छ भने नि अलिक कस्तो देखिरहेको छ यस्तो सेट छ यो चाहिँ यो सेट यो मेरो प्यान्टहरूलाई यो उ गर्ने क्या खन्ने भयो होइन यो अनि यो चाहिँ अनि यो पनि खन्ने नै यो टक्क रिपोर्टिङ गर्दाखेरि टक्क उगाएर अर्कोमा गर्न मिल्ने खालको छ क्या यिनीहरू चाहिँ सेटको यो 500 मा लिएको थिएँ मैले चाहिँ यो गमला चाहिँ सस्तै छ है त्यही कतिमा लिएको थिएँ होला मैले बिर्सेँ
200 त्यस्तै समथिङ कतिमा लिएको मैले यो तर राम्रो छ काठमाडौँमै लिएको हो यता चाहिँ अलिक महँगै पर्छ यस्तो छ एकदम म प्लान्ट नम्बर मान्छे हो नि त त्यही भएर यो चाहिँ मलाई यो टुल्सहरू चाहिँ मलाई चाहिने हुन्छ क्या चाहिनुपर्ने हुन्छ अस्ति मैले छोडेछु क्या काठमाडौँ घरमै अनि आज लिन आउँदैछ अनि मेन कुरा चाहिँ होइन जुत्ता छ यहाँ हेर्नुहोस् ल यो स्पेसल कुरा त यहाँ छ नि त एकदम दामी लाग्यो मलाई है हाम्रो दिपेश दाईलाई धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच दिपेश दाई यही ब्लगबाट पनि मैले भनिदिएँ अस्ट्रेलियाबाट पठाइदिनु भएको दाइले टक्क लगाएर हेर्छु होइन साइज मैले भनेको उठाउनु भएको छ होला 41 कै हो अनि लेस बाँधेर टक्क अब यसलाई म सर्ट लगाइहालौँ होइन कस्तो देखिँदैन के हो ट्राई गरौँ अब यसलाई है साइज त मलाई ठिकै हुन्छ यो तर बब्बल छ नि जुत्ता त जुत्ता राम्रो छ यार ल दामी भयो ल राम्रो छ यार कस्तो राम्रो लाग्यो साँच्चै मन पर्यो